विराटनगरका ट्याङ्कर चालकमाथि वाइसिएलद्वारा भएको कुटपिटको विरोध गर्दै आजदेखि ट्याङ्कर चालकहरूले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन्। ना 2ख4711 नम्बरको ट्याङ्करका चालक गौतम शाहलाई वाइसिएलका कार्यकर्ताले भारतबाट आयात गरेको पेट्रोलियम पदार्थ चोरेको आरोपमा कुटेका थिए। कुटपिटबाट घाइते भएका शाहको उपचार, क्षतिपूर्ति तथा दोषीलाई कारबाही गर्न माग गर्दै आन्दोलन घोषणा गरिएको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रेस विज्ञप्ति जारी गरी त्यस्तो चेतावनी दिएको हो। वाइसिएलले माफी नमागेसम्म पेट्रोलियम पदार्थ ढुवानी नगर्ने विज्ञप्तिमा जनाइएको छ। यता वाइसिएलले भने तेल चोर्दै गरेको अवस्थामा शाहलाई रङ्गे हात पक्राउ गरेको जनाएको वाइसिएललाई उद्धृत गर्दै हाम्रा संवाददाताले जनाएका छन्।